आज बसिरहेको होइन अनि एउटा चाहिँ कुराहरू मनमा खेलेको मलाई चाहिँ होइन कुनै कुरा चाहिँ कन्फेसन गर्नु मन लागेको मलाई चाहिँ आफैलाई के यो चाहिँ है जुन घटनामा चाहिँ म दोषी थिएँ क्या जुन घटनामा चाहिँ म दोषी छु कि होइन आज चाहिँ आफूलाई चाहिँ सानो एक कुरा चाहिँ व्यक्त गर्न मन लागेर चाहिँ यसै बेला चाहिँ बसिरहेको थिएँ काम भइरहेको छ फ्री छु त्यसले गर्दा कन्फेसन मात्रै गरेँ है दुबईमा हुने बेलामा चाहिँ एउटा घटना याद आयो क्या मलाई चाहिँ अनि जुन घटनाले चाहिँ एउटा जिन्दगीको चाहिँ टर्निङ पोइन्ट थियो कि है कथा के थियो भन्दाखेरि श्रीमान श्रीमती चाहिँ दुबईमा बसिरहेको छ एक दिन चाहिँ श्रीमती चाहिँ म छुट्टीमा जान्छु भनेर निस्किन्छ कि होइन श्रीमान चाहिँ ओभर टाइम जान्छ फ्राइडेको दिनमा अनि श्रीमती चाहिँ घरमै बसिरहेको हुन्छ अनि उनले के भन्छ भने तलपट्टिको सुपर मार्केटको एउटा नेपाली बहिनी छ नेवारी बहिनी छ नेवारी बहिनीसँग चाहिँ म चाहिँ घुम्न जान्छु भनेर बिहान 6 बजे निस्किन्छ कि होइन जान्छ दिनभरि बुढाबुढीको संवाद भइरहेको छ होइन बुढाले गर्ने भन्ने ठाउँमा केयर त गर्छ नि त कल त गर्छ नि त कहाँ छौ के छौ कसो छौ भइरहेको छ कि कन्टिन्यू होइन त्यो केयरको बाटो भइरहेको छ कि त्यहाँ लभ छ छैन भगवान् जाने होइन अनि त्यसपछि उता श्रीमतीले के भन्छ भने साथीहरू के भन्ला कति फोन गरेको पनि भन्छ कि फेरि है अनि त्यसपछि घरि चिया खान लगाएको छु भन्छ घरि रुममा छु भन्छ घरि कता छु भन्छ राति 9 बजे आउँछु राति 9 बजीसम्म चाहिँ श्रीमान चाहिँ आफ्नो चाहिँ काममा हुन्छ होइन ओभर टाइममा हुन्छ त्यो दिनको कहानी भइगयो कि 9 बजे रुममा आउँछ कहानी भइगयो होइन अब फेरि असली कहानी कहाँ सुरु हुन्छ भन्दाखेरि त्यस्तै लगभग 1-2 महिनापछि के त भन्दाखेरि त्यही श्रीमान चाहिँ झुक्किएर चाहिँ तलपट्टिको दोकानमा चाहिँ सुपर मार्केटमा चाहिँ श्रीमतीलाई चाहिँ के चक्लेट किनिदिन्छु भनेर जान्छ गएको बेलामा चाहिँ अनि अब नेपाली नेपाली विदेशको ठाउँमा दुबईको ठाउँमा नेपाली नेपालीको महत्त्व हुन्छ नि त अनि उसले चाहिँ यहाँ एकजना नेपाली बहिनी थियो त खै भनेर सोध्छ केटाहरूलाई ए ऊ त दाइ 5-6 महिना भइसक्यो नेपाल गएको भन्छ कि होइन अनि त्यो श्रीमानले भन्छ कि होइन यही छ होइन र अस्ति त घुम्न गएको जस्तो लाग्यो त बल्ल भनेको त कहाँ हुने दाइ त्यो बहिनी त 5-6 महिना भइसक्यो दाइ नेपाल गएको त्यो बहिनी चाहिँ क्यासियरमा काम गर्थ्यो क्या अनि त्यसपछि रिस घमण्डको बाटो यहाँ सुरु हुन्छ कि झुटो होइन अनि त्यसपछि श्रीमान चाहिँ श्रीमतीलाई गएर भन्छ क्या माथि बिल्डिङमा गएर चाहिँ त्यो दिन चाहिँ त्यो बहिनी चाहिँ गएकै छैनस् होइन सत्य कुरा बोल्न त भन्छ कि अनि यहाँनिर एउटा कुरो के प्रुभ हुन्छ भने केटी मान्छे आफू गलत छ भने उसले सम्बन्ध त्याग्न तयार छ तर म गलत छु भनेर चाहिँ स्वीकारेर माफी माग्न चाहिँ सक्दैन क्या है अनि त्यसपछि श्रीमतीसँग लगभग 2-3 घन्टा झगडा हुन्छ कि त्यहाँ भएको गोप्य कुराहरू पनि माइतमा थाहा हुन्छ त्यहाँ भएको गोप्य कुराहरू पनि ट्याब्लेट फरेका कुराहरूदेखि लिएर मोबाइल फरेका कुराहरूदेखि लिएर सबै कुरा फ्ल्यास हुन्छ क्या यता श्रीमतीको दिदीलाई थाहा हुन्छ श्रीमतीको भेनालाई थाहा हुन्छ होइन अनि लास्टमा चाहिँ श्रीमतीले के भन्छ भन्दाखेरि म चाहिँ भेनासँग घुम्न गएको थिएँ भन्छ क्या अर्को टर्निङ पोइन्ट के सकिङ न्युज पनि के अनि श्रीमानले भन्छ योभन्दा 1 हप्ता अगाडि त गएर भेनासँग तेरो भेना मेरो साथी भनेर श्रीमानले भन्छ क्या फेरि त्यो भेना चाहिँ श्रीमानको चाहिँ एकदम राम्रो साथी हुन्छ क्या होइन अनि भन्छ कि 1 हप्ता अगाडि तिमीहरू गएर नेपाल रेस्टुरेन्टमा गएर खाना खाएर तिमीहरू चाहिँ यता सार्जामा चाहिँ घुमेको छौ त आजमानमा सरी आजमानमा घुमेको छौ त अनि त्यसलाई भन्दा के हुन्छ भन्दाखेरि यहाँ चाहिँ साइलेन्स छ क्या श्रीमती मोहन छ कि होइन अनि त्यही त हो नि गल्ती भएको छ आफू मौन बसेको छ अनि आफूलाई जित्नु छ कि केटी मान्छेलाई उसको इगोले दिँदैन कि यहाँनिर होइन अनि त्यसपछि ट्याब्लेट फोरिन्छ झगडा हुन्छ दुनियाँवादी हुन्छ नि कुराकानी होइन किनकि श्रीमानको बेस्ट फ्रेन्ड हुन्छ साथी हुन्छ उसको भेना यदि ल त्यो श्रीमती र उसको भेना उसको दाई घुम्न गएको हो भने त्यो दिनमा श्रीमानलाई खबर गरेर जानकारी दिएर जाँदा केही पनि हुँदैन क्या होइन तर यहाँ गइन्छ के तर थाहा छैन है फेरि त्यो श्रीमान के अरे श्रीमती चाहिँ त्यही भेनासँग गएको हो कि गएको छैन त्यो चाहिँ भगवान्लाई थाहा छ है अनि त्यो दिन झगडा हुन्छ पापा झगडा हुन्छ होइन इगो जुत्छ झुटोले चाहिँ कभर गर्न पर्यो पुरा झुटोको जित हुनु पर्दैन त्यहाँनिर त्यसपछि पापा झगडा हुन्छ क्या होइन अनि यहाँनिर कुरा के छ त भन्दाखेरि क्वेसन के छ भन्दाखेरि
यदि उसको भेनासँग घुम्न गएको हो भने श्रीमानलाई चाहिँ भन्दैमा के बिग्रिन्थ्यो र होइन, एउटा कुरो। अनि अर्को कुरो चाहिँ श्रीमानको चाहिँ साथी हो होइन, असल साथी भएको नाताले ऊ र चाहिँ उसको बहिनी, ऊ त अब साली भयो नि त, उसको भेनाको त श्रीमतीको बहिनी हो नि त, जाँदैमा केही पनि बिग्रिन्थेन क्या, हामीलाई चाहिँ नजा भन्नेवाला थिएन कि होइन। तर चाहिँ यहाँ त त्यो घटना हुन्छ कि होइन, श्रीमतीले भन्छ म भेनासँग गएको थिएँ भन्छ क्या, घुम्न गएर आइसक्यो जब बुढाले पत्ता लगाएपछि के अचम्म यहाँ छ कि यहाँनिर चाहिँ न लभ देखिन्छ, न अनेस्ट देखिन्छ, न लोयल्टी देखिन्छ, न रिलेसनसिप देखिन्छ क्या यहाँनिर चाहिँ। त्यसपछि भन्छ नि त्यहाँबाट जिन्दगीको चाहिँ सम्बन्ध चाहिँ सकिन्छ क्या त्यसपछि होइन। तर चाहिँ श्रीमान चाहिँ होइन सबैको नजरमा चाहिँ नराम्रो हुन्छ क्या होइन, श्रीमतीको माइत पनि नराम्रो हुन्छ, वरिपरि नराम्रो। सत्य कुरा चाहिँ यो थियो कि वास्तवमा चाहिँ होइन, आज बसिरहेको ठ्याक्क दिमागमा मलाई खेल्यो कि यो कुरा चाहिँ होइन, कहाँबाट खेल्यो थाहा छैन मलाई पनि कुरा होइन। म काम भइरहेको थिएँ त बसिरहेको थिएँ, दिमागमा खेल्यो कि खास कुरा कहाँबाट खेल्यो भन्दाखेरि यदि कुनै पनि केटी मान्छे श्रीमती आफू गलत छ भने होइन, त्यसलाई चाहिँ प्रुभ गर्नको लागि, त्यसलाई चाहिँ जस्टिफाई गर्नको लागि ऊ सम्बन्ध चाहिँ त्याग्नु तयार हुन्छ। तर आफू चाहिँ झुटो छु, म गलत छु है भनेर चाहिँ कन्फेन्स गर्न र सरी भन्न चाहिँ सक्दैन भन्ने कुरामा चाहिँ मेरो दिमागमा यो कुरा आएको कि होइन। अनि त्यसपछि यो कहानी भइगयो कि। तर यहाँ चाहिँ के भयो भन्दाखेरि तिन चारवटा क्वेसनहरू छन् जुन क्वेसनहरू आजसम्म पनि पत्ता लगाउन सकेका छैन कि। एउटा चाहिँ यदि भेनासँग गएको हो भने श्रीमतीको नाताले श्रीमानसँग चाहिँ भन्नेमा के बिग्रिन्थ्यो र, जब कि एक हप्ता अगाडि गएर सोसियल मिडियामा फोटो पनि हालेको छ कि मजाले क्या है। एउटा कुरा यो भयो। अर्को कुरो साथी हो ऊ चाहिँ होइन, श्रीमानको साथी हो नि त उसको भेना चाहिँ। अनि भेना चाहिँ साथी हो भनेपछि श्रीमानसँग भन्नेमा के बिग्रिन्थ्यो र, किनकि योभन्दा अगाडि एक हप्ता अगाडि टिपिन द माइन होइन, योभन्दा अगाडि चाहिँ गएर खाना खाएर सोसियल मिडियामा फोटो हालेको छ क्या। यहाँ न श्रीमतीले आफ्नो कर्तव्य पुरा गर्यो, न साथीले आफ्नो कर्तव्य पुरा गर्यो, एउटा झुटको खेती भयो क्या यहाँनिर चाहिँ होइन, एकदम सफेद झुट के होइन, जुन सफेद झुटले गर्दाखेरि सम्बन्ध बिग्रिया हो कि वास्तवमा चाहिँ है। अनि आएर चाहिँ दुःख लाग्दो कुरा चाहिँ नेपालमा चाहिँ होइन, मलाई एउटा सानो यसो घटना प्लस गरिदियो क्या मैले चाहिँ। त्यही उसको भेनाको छोरीले मलाई के भन्यो भने मेरो बाबा नेपाल आयो भने तपाईँलाई चाहिँ मार्छ पिट्छ अरे क्या। यसमा एउटा इङ्ग्लिस वर्ड भन्न पर्छ होइन, त्यो वर्ड चाहिँ नभनौँ होइन, अचम्म छैन त मान्छेहरू आफूलाई गलत छु भनेर छुट्याउन। अनि त्यसपछि मैले पनि भेनासँग कुरा गरेँ हो कि है, यदि मैले बिर्सिरहेको भर्खर याद आयो कि मलाई भेनासँग कुरा गर्दा भेनाले पनि बोले होइन क्या शब्द, त्यो टङ्समा बोलेकै होइन कि। तैँले चाहिँ मेरो साथी भएर बहिनीसँग भेट्न जाने बेलामा किन मलाई भनिनस् त नि भन्दा ऊ नबोल्या हो कि। त्यसपछि नि त्यसको भेनाले मेरो सम्बन्ध बिग्रिया हो, त्यसपछि नि मेरो श्रीमतीको सम्बन्ध बिग्रिया हो भन्ने कुरा चाहिँ यहाँ चाहिँ बल्ल याद आयो कि मलाई चाहिँ। इट्स बिन लङ टाइम होइन, सो द्याट इट वाज पास्ट के। अनि मलाई अचम्म लाग्यो क्या, बल्ल पो याद आयो कि कुरा मलाई चाहिँ होइन। अनि अझै पनि मलाई त्यो त मैले के भन्नु लागेको थिएँ भने अरे त्यो भेनाको छोरीले चाहिँ मलाई के भन्यो भने तपाईँ गलत थियो त्यो बेलामा चाहिँ, तपाईँले गलत गरे हो, तपाईँको गलत थियो भन्ने कुरा चाहिँ प्रुभ गरे रहेछ कि। यसको मतलब त्यो जेनेरेसनलाई, मेरो छोरीको एजको जेनेरेसनलाई यो चाहिँ प्रुभ गरिदिएको छ कि, यो चाहिँ माइन्डमा चाहिँ गरिदिएको सेटअप गरिदिएको छ कि म गलत छु भनेर सेटअप गरिदिएको छ कि होइन। र आज चाहिँ मलाई कुरो दिमागमा आयो अनि मैले चाहिँ कुरा त्यसो हल्का कन्फेसन गरौँ न भनेर मात्रै गरे हो है। यो स्टोरीले यो चाहिँ सानो कथाले चाहिँ कसैलाई मलाई हार्म गर्न खोजेको चाहिँ होइन होइन, इट वाज बटन पास द्याट्स इट है। त्यही भएर चाहिँ एउटा कुरो चाहिँ के प्रुफ हुन्छ भने मलाई चाहिँ यो घटनाले चाहिँ केटी मान्छे आफू गलत छु भने म गलत छु भन्दैन होइन, तर सम्बन्ध चाहिँ त्याग्न चाहिँ तयार हुन्छ क्या। एकदम सत्य कुरा चाहिँ यो हो क्या, एउटा झुट लुकाउनलाई बरु आफ्नो सम्बन्ध त्याग्न तयार हुन्छ। तर चाहिँ म झुटो छु, मैले गलत गरेँ भनेर चाहिँ कहिल्यै पनि लाइफमा भन्दैन है केटी मान्छे, कुनै पनि केटी मान्छेले चाहिँ यो चाहिँ भन्नेवाला चाहिँ छैन है। खास यो प्रसङ्ग आएको चाहिँ यही टपिक्समा आएको हो कि कुनै पनि केटी मान्छेले, कुनै पनि श्रीमतीले गलत छु भने म गलत छु भन्न सक्दैन, कन्फेसन गर्न सक्दैन, सरी भन्न सक्दैन, एक्सक्युज गर्न सक्दैन, बरु सम्बन्ध चाहिँ तोड्न चाहिँ सक्छ। यो घटना चाहिँ सिर्फ मेरो लागि मात्रै है, एकदम व्यक्तिगत, कसैसँग चाहिँ मेल खान गएमा सरी।